चाहिँ मार्केटमा जुन चाहिँ डिमान्ड छ त्यही हिसाबले हामी चाहिँ प्रडक्ट दिनु सकिरहेको छैन। अनि यो अब मेरो काम मेरो काम चाहिँ अब यसलाई एवेरनेस गरेर मान्छेहरूलाई यसो यो चाहिँ अब हामी जस्तो हिलमा बस्ने को लागि चाहिँ खानुलाई एकदमै राम्रो हो। यो ग्लुटेन फ्री हुनाले गर्दा सुगर लाग्ने चान्सै हुँदैन। र दुवैदलका खेलाडीहरूलाई जानकारी हाम्रो फर्स्ट डिमान्ड यतिकै छ, मैले त्यो सबै दिन्छु। फर्स्ट नकआउटदेखि क्वार्टर फाइनलसम्म 20-10-20 हाफ खेलाइँदैछ भने यो सेमी फाइनल अनि फाइनल चाहिँ 25-10-25 को खेलाइनेछ। सर यो चाहिँ कोदोको डुनर हो। यो तपाईँ सानो टेस्ट गर्नुहोस् न। यो एकदम बचाएर खानुहोस् न। अब यो कोदोको एक्जिबिसन गर्यो अनि यसलाई चाहिँ अब के बनाउनु सकिन्छ भन्दा चाहिँ अब यो नुडल पनि कस्तो रहेछ भनिदिनुहोस् है। टेस्ट गरेर बताउनुहोस् है। नुडल पनि कस्तो छ भनिदिनुहोस्। कोदोमा तपाईँको भेराइटी चाहिँ कतिवटा छ? कोदोको भेराइटी 14 आइटम 14 आइटम चाहिँ कोदोको भेराइटी रहेछ है। त्यसमा तपाईँकोमा चाहिँ बेसी सेप्लिङ सिड पाउने चाहिँ कुन चाहिँको छ? सबै छ, सबै एभाइलेबल छ। तपाईँले यसलाई चाहिँ अब यहाँ कोही मान्छे इन्ट्रेस्टेड गऱ्यो भनेदेखिलाई तपाईँले हामीहरूले दिइहाल्छ यसको दिएर सिजन कसरी रोप्नु पनि सिकाउनु एक तालको लागि म आफै पनि जान्छु। जस्तो यही साल मैले दुई तिन जग्गा पाक्योङमा गएँ, काफीलङसँग गएँ, यहाँ नाम्चीको उतापट्टिको पनि आयो। अनि यहाँ पनि त्यस्तो जरुरत छ भने यसको सिजनमा हामीहरू चाहिँ यसको बिउहरू रेडी गर्छ, क्रेटमा गर्छ। एक दिन आएर कोदो रोप्ने मतलब 3टा भेराइटी चाहिँ एकैचोटि हुन्छ। यो हुन्छ काजुली, यो सामा हुन्छ अनि चिना, यो 3-4वटा चाहिँ एकैचोटि हुन्छ। यो पनि टेस्ट गर्नुहोस्। यो चाहिँ रायोको साग र कोदोको पिठो। हेर्नु चाहिँ यो ससेज जस्तो हुन्छ। रायो साग के बनाउनु सकिन्छ भन्दा चाहिँ हामीले यस्तो हेल्दी चिजहरू कोदोले त अब तपाईँको यसो नि पहिला अब यो पुर्खाउली त कोदैमा त खाएर हुर्केको नि त होइन। यो तेल चाहिँ हाम्रो घिउ है, बस्तीको लोकल श्री गाईको घिउ। टेस्ट गर्नुहोस् न। यो त मासु जस्तो पनि देख्छ नि। ल पनि टेस्ट गर्नुहोस् त। यो लिनुहोस् न काँचो ल यो साह्रो मिठो न। यो चाहिँ कहाँ बनाउनु हुँदैछ तपाईँहरू? यहीँ बारीको फुचिङ लेप्चा भनेपछि उहाँको चाहिँ तपाईँ ए ओके 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 सेलिङ हुँदैछ? अर्डरमा छ कि तपाईँको यो चाहिँ यति मात्रै हो? अब अर्डर गऱ्यो भने चाहिँ तपाईँले हामीलाई र आफ्नो दललाई अगाडि बढाउन सक्षम भएका खेलाडी जो परेगोङ रोडर एफसीबाट हुनुहुन्छ सान्दुक भुटिया जर्सी नम्बर 11 र स्कोर गरेको छ परेगोङ रोडर एफसी 1 पिडब्ल्युडी कामलिङ 0। यो चाहिँ तर बेलुका भिजाइराख्नुपर्छ तपाईँले। अहिले भोलि चामलसँग मिसाएर भातको यसको तपाईँ गुगलमा सर्च काजुनी हो। यसको एकदमै राम्रो अहिले भेट्दै छ दोकान अहिले भेट्छु ल म यो चाहिँ सेलिङ गर्दा कति भेट्छ भन्दा 650 लाँदा हुन्छ किन?
एक्जिबिसन कम सेल नै हो। होइन गान्तोकमा मेरो रुममा छ कि खोर्सानी कुट्दाखेरि तपाईँको जम्मैको त्यो घरतिर बजेर टिङ 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 त्यो मान्छेले त्यो मैला फ्याँक्ने गाडी पो आएछ भनेर यो त राम्रो हुन्छ नि सर। दुईटा चाहिँ प्याक गरिदिनुहोस् ल। दुईटा प्याक गरिदिनुहोस् न। अहिले प्याक गरिदिनुहोस्। सजाउनु छ टेबल है। यो चाहिँ शनिबार गाडीमा भन्नुहोस् त दामी हुन्छ। 1200 यहाँ ऊ मेरो भाइलाई दिइहाल्नु पर्दैन मेरो भाइलाई नयाँ साल ल तपाईँ पुरा आर्ट्स गर्नुहुँदो रहेछ कि अन्त यो यसो यसो सुहायो मलाई अस्ति मलाई यो अस्ति पनि त्यो बुके एउटा बनाउनु भएको थियो के तपाईँलाई हातले बनाउनु हो एकदम बधाई छ तपाईँलाई ल कतिको सेलिङमा छ तपाईँहरू होइन बाहिर मार्केटमा पनि लाँदैछ कि तपाईँ अब यस्तै गाउँमा अहिले यस्तो प्रोग्रामहरू अलिअलि गर्छ अनि अब अनलाइनहरूबाट कसैले इन्स्टाग्रामहरूबाट हामीले पोस्टहरू गर्छ त्यहाँबाट हेरेर कतिजना अर्डर गर्नुहुन्छ हो अन्त नजिक नजिक यस्तो ठाउँहरू भएकोले चाहिँ कन्ट्याक्ट गर्दै गरिकन चाहिँ यो रोङको हो नि त होइन रोङको चाहिँ तपाईँलाई याद छैन होला कि अब लेप्चा समुदायले लेप्चा त्यहाँ तपाईँले राख्यो भने पनि त दियो बनाएर दियो भने उनीहरूले बेचेर मैदान अब हामी त्यस्तो बेसीमा चाहिँ लागेको छैन अलिअलि चाहिँ अब पढ्दै ओर्दै साइड बिजनेस अलिअलि गर्दैछौँ अब त्यस्तो बेसी चाहिँ बिजनेसमा चाहिँ लागेको छैन अहिले चाहिँ अब चाहिँ बादमा चाहिँ सोच्दैछौँ यसलाई कन्टिन्यू गर्दै अलिक लार्जमा होला भनौँ न अनि अस्ति चाहिँ अब त्यस्तो बेसी टाइम पाउँदैन पढ्दै पनि गर्नुपर्ने साइडमा अलिअलि मात्रै हुन्थ्यो आज चाहिँ गर्नु यो तपाईँको यसको कति छ यसको 300 ह्याङ्गिङ प्लान्टहरू चाहिँ 250 मलाई अहिले दुईवटा पाउँदैन ल